हेलो साथीहरू, गुड मर्निङ। हामी त यसरी रुच्दै भिज्दै हिँडिरहेको छौँ। यता हेर न, हो हो हो। अनि मौसम राम्रै छैन, भ्यू राम्रो देख्दैन। राम्रै देख्छ। बिहान चाहिँ पानी परेको थिएन, बाटैमै पर्यो साथीहरू। हामी चाहिँ बिहानै उठेर 5 बजी उठेर आएको, मर्निङ वाक पनि हुन्छ भनेर आएको। तर के गर्नु, पानी परेर धस्तै भयो साथीहरू। अब 15 मिनटमा पुग्छ भन्नुभएको छ यता गाईहरूले। पुग्छ होला, हेर्दै गर्नु साथीहरू। फाइनली रुपाताल यस्तो रहेछ है। हामी बिहान हिँड्दै आएको, अहिले चाहिँ पानी पनि रोक्यो। सो मैले यो च्याङ्दै पनि चढाएको छु तल। म चाहिँ तल जान सकेन, किन हो मलाई जानै मन लागेन तल चाहिँ। यस्तो भयो कि अलिकति, यस्तो दामी भ्यू छ। बिहान पानी परेर अहिले त यस्तो मुक्नु नभएको जस्तो देखिरहेछ म चाहिँ साथीहरू। यत्तिको छ रुपाताल पनि दर्शन गरियो, भन्नाले पनि हेरियो। यो चाहिँ अब मै चढाउँछु। मलाई किन कस्तो कस्तो भइरहेछ, मेरो बुढो रिसाइरहेछ म नगएर तल। हेलो साथीहरू, आज चाहिँ हाम्रो यात्रा टेडुको हो। अब चाहिँ हामी जाँदैछौँ पारिपट्टि, लान्द्रुक गाउँ। यहाँ माथि घान्द्रुक हो भने चाहिँ उता पारिपट्टि चाहिँ लान्द्रुक रहेछ। एक रात घान्द्रुकमा बसे हामी। अब चाहिँ हामी जाँदैछौँ लान्द्रुक होइन त बुढोजी। ल भाइ, अब हामी पैदल यात्रु हौँ। हामी चाहिँ अब लान्द्रुक हुँदै कता कता जाने हो, जान्छौँ है साथीहरू। एकदमै ठाउँ चाहिँ एकदमै राम्रो रहेछ र यहाँको बाटोहरू पनि एकदमै के ढुङ्गाले छाएको पुरै। अहिले चाहिँ मौसम एकदमै राम्रो छ नि त, शीतल खालको। त्यही भएर जुगाहरू केही आउँदैन। उकालो चाहिँ उकालै रहेछ, त्यो पारिपट्टि पुग्नुपर्ने हो हाम्रो डेस्टिनेसन चाहिँ। तर राम्रो छ ठाउँ चाहिँ, एकदमै राम्रो छ, घुम्न आउनु होला हजुरहरू पनि। सानो घरहरू के साथीहरू, हेर्नु न यस्तो दामी छ, यस्तो दामी छ साथीहरू। हामीले चाहिँ यहाँ एकदमै के भन्छ र, माछा पालन रहेछ कि यता। यो ठाउँको नाम चाहिँ एक्ज्याक्टली थाहा भएन मलाई चाहिँ, तर यहाँ चाहिँ कस्तो माछा हेर्न मन लाग्यो कि हामीलाई पनि। हुन्छ नि त नि, अब माछा यस्तो दामी तरिकाले पालन गर्दो रहेछ यहाँतिर, हेर्नु न। त्यही ऊ त्यो पारी रहेछ क्या, ऊ त्यो छेउमा हेर न, आम्मामा यति धेरै रहेछ, यति धेरै रहेछ साथीहरू। चाहिँ ऊ त्यो हिटिस भएको यो होइन, रुखमा पनि यसरी चप्पलको माला लगाउँछ यतातिर साथीहरू। हेर्नु न यस्तो गर्दो रहेछ, जे आफ्नो आफ्नो होला। ठिकै चौमाएको र त्यो पनि केही न केही त होला नि त नि, केही न केही होला त्यसको। एकदमै सबैलाई साथीहरू जान्छ, गर्मी भइरहेछ, एकदमै हिँड्दैछौँ हामी। पुग्छ होला अब त, आधी घन्टामा पुग्छ होला माथि। गर्मी छ, गर्मी। यो माथि पुग्नुपर्ने छ है हामी चाहिँ। ल हामी चाहिँ यहाँको पुलबाट जाँदैछौँ है साथीहरू। अब यो पुल चाहिँ खतरा बनाएको रहेछ, लु तल चाहिँ खोला रहेछ, एकदमै ठुलो देख्न सक्नुहुन्छ। ठुलो रहेछ तल। ल साथीहरू, हामी चाहिँ घान्द्रुक हुँदै लान्द्रुकमा खाना खायौँ। अनि खाना खाएर अब यता टोखा भन्ने ठाउँबाट पनि हिँडेर अब यता के गर्नु, यस्तै छ। अब पानी पर्न लाग्यो, अब हामी कहाँ कहाँ हिँड्छौँ तपाईँहरूलाई देखाउने नै छु। हामी चाहिँ देउरा लिएर आएँ म।
देउराली आइपुगे साथीहरू। पानी पर्यो। मैले तल जङ्गलमा भिडियो बनाएन, हेलिकप्टर ल्यान्ड हुन्छ। तर यहाँबाट पुरै देख्दो रहेछ। आमामामा यस्तो दामीको ठाउँ छ नि साथीहरू, के भन्नु तपाईँ। म त्यो मर्छ। प्रितम देउराली आइपुग्यो है साथीहरू। यहाँबाट भ्यू यस्तो दामी देखिने रहेछ। आमामा छ होला नि। आमा म चाहिँ खतरा एकान्त हुने नै। ल साथीहरू धम्बुसमा आएर खाना खायौँ हामीले। अब सुरु यताको भ्यू देख्न सक्नुहुन्छ। हेलो साथीहरू, धम्बुस गाउँ चाहिँ एकदमै पुरानो गाउँ रहेछ, तर होटलहरू पनि धेरै छ यता। के गर्नु गाह्रो छ नहिँड्ने मान्छेलाई हेर्नु त यहाँ यसरी हिँड्नुपर्छ। म चाहिँ गाउँमा तगडै छु म चाहिँ है, ओके होइन। म चाहिँ तगडा नै छु, यसरी हिँड्नु पर्दैन। म चाहिँ काम गर्नुपर्ने ज्यानै राम्रो रहेछ, ओके होइन। यहाँ हेर त यहाँ कसरी हिँडिरहेछ, यस्तो हिँड्नुपर्छ। यहाँतिर चाहिँ बाटो पनि यस्तो मजाले ढुङ्गाले के छाएको एकदमै। यो त्यो पनि सम्म होइन कि कस्तो मजाले, त्यो केही उल्लोटीपट्टि केही नहुने खालको के, एकदमै राम्रो साथीहरू। घुम्न आउनु तपाईँहरू नि। धेरै पनि नलाग्ने रहेछ कि यो ठाउँ। 1-2 घन्टामा त पुगि नै हाल्ने रहेछ माथि अस्ट्रेलियन ग्यामबाट चाहिँ। यस्तो दामीको गाउँ छ हेर्नु न, पुरानो पुरानो गाउँ होइन, पुरानो ढुङ्गाले छाएको गाउँघरहरू। त्यसमाथि पनि यस्तो दामी देखेछ। देख्न सक्नुहुन्छ। वाउ यही ल साथीहरू हेर्नु न, यस्तो दामी छ गाउँ त। हेलो 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 पोखरा चाहिँ पेक्नास ताल साथीहरू। हामी आज यता घुम्न आएको छौँ, 2जना छ। वाउ यहाँको भ्यू यस्तो दामी देखिरहेको छ। हारिले झिन अझ ल यहाँ सुत्ल अब सरसर सिङ्गा त हुन्छ कि मल्छ। नेपाल छन्दा पेक्नास ताल। साथीहरू त्यहाँ चाहिँ पुरै सुटिङ भइरहेको रहेछ है। यस्तो छ लेखनाथ है साथीहरू, लेखनाथ। मेरो बुढो यहाँ के गर्दै हुनुहुन्छ।